एउटा मानिसले आफ्नो परिवारको लागि घर बनाउने सपना पूरा गर्न अथक परिश्रम गरे। वर्षौंको त्याग र कडा मेहनतपछि अन्ततः घर पूरा भयो। आफ्नो परिवारलाई नयाँ घरमा सार्ने र जीवनको नयाँ अध्याय सुरु गर्ने मिति पनि तय भयो। दुर्भाग्यवश घर सर्नुभन्दा एक दिन अघि मात्रै ठुलो विपत्ति साथ आएको भूकम्पले उनको नयाँ घर क्षणभरमै भग्नावशेषमा परिणत भयो। र यो विनाशकारी समाचार उनले पनि थाहा पाए। त्यसपछि यस्तो अप्रत्याशित काम गरे। उनी बजार गए, मिठाई किने र आफ्नो भत्किएको घर भएको ठाउँमा पुगे। जब उनी त्यहाँ आइपुगे, छिमेकीहरूको भिड पहिले नै जम्मा भएको थियो र उनको त्यो अकल्पनीय क्षतिका लागि सहानुभूति र दुःख व्यक्त गर्दै थियो। धेरैले उनलाई सान्त्वना दिन खोजे र उनले कति कडा परिश्रम गरे, कति त्याग गरे भनेर सम्झाइरहे। तर यत्तिकैमा उनी भने शान्त भएर खुसी हुँदै त्यहाँ वरपर जम्मा भएका मानिसहरूलाई मिठाई बाँड्न थाले। सबैलाई अचम्म लाग्यो। उसको व्यवहारबाट छक्क परेको एउटा साथीले सोध्यो, के तिमी पागल त भएका छैनौ? दिमाग त ठिक छ? तिम्रो घर, तिम्रो जीवनभरको बचत जे थियो तिमीले बस्न पाउने मौका पाउनुभन्दा पहिले नै नष्ट भइसकेको छ र यहाँ तिमी खुसी साथ मिठाई बाँडिरहेका छौ। उनी बिस्तारै मुस्कुराए र जवाफ दिए, तिमी यो घटनाको नराम्रो पक्ष मात्र हेर्दैछौ साथी, तर म यसमा राम्रो देख्छु। सोच त, यदि मेरो परिवार र म बसाइँ सरेको दिन वा 2 दिनपछि भूकम्प आएको भए, घर भत्किएको भए के हुन्थ्यो? मेरी श्रीमती, मेरा छोराछोरी र म सबैको हालत के हुन्थ्यो होला? प्राय हाम्रा जीवनका बाटाहरूमा पनि सोच्दै नसोचेका यस्तै अप्रत्याशित चुनौतीहरू आइरहेका हुन्छन्। जबसम्म हामीमा सकारात्मक दृष्टिकोण कायम रहिरहन्छ, तबसम्म हामी साहस र आशाका साथ अगाडि बढ्न बल पाइरहन्छौँ। बाहिरबाट हानि, नोक्सानी, बर्बादी, क्षति जस्तो देखिए पनि त्यो भित्र भगवानको आशीर्वाद हुन सक्छ।